अब आउने दिनमा चाहिँ बिपिसिएल राति जस्तै गरी बढ्न सक्ने एउटा राम्रो पोटेन्सियल भएको स्टक चाहिँ एसएसपिसी देखिरहेको छ है। तपाईँहरूले हेर्नुहुन्छ भने फन्डाको ब्याकिङ पनि राम्रै छ र प्लेयरको पनि राम्रै खालको एकुमुलेसन छ। अब प्लेयर भन्दा पनि एउटा ब्रोकरको एकुमुलेसन भनौँ है, प्लेयर भएको भए त उसले उहिले बढाएर माथि लगिसक्थ्यो। अब त्यसरी एग्रेसिभ बिपिसिएलहरू जसरी माथि लगाएको छैन, सो उनीहरूको भनेको अलिकति लङ टर्म प्रोजेक्टै जस्तो हो। एसएसपिसी बिस्तारै माथि लाने, आफै इन्ट्राडे ट्रेडहरू गर्दै जाने, त्यसपछि बिस्तारै अफलोड गर्ने प्लान छ उनीहरूको। अहिले हेर्छौँ भने अब एसएसपिसी खासै महँगो नै छैन है, पी भर्खर 70 पुगेको छ। अब यो केही नभने 850देखि 1000को रेन्जसम्म पुग्न सक्ने चाहिँ एकदमै ठुलो पोटेन्सियल भएको स्टक हो। अस्ति पनि हेर्थ्यौँ भने मार्केट अलिकति मुभ समाउन थालेपछि 289बाट बढेको अलमोस्ट यहाँनिर आइ हेर्छौँ भने 577सम्म पुगेको थियो, अलमोस्ट डबल नै भयो। अहिले पनि अब त्यस्तै खालको मोमेन्टम चाहिँ समाउन सक्ने सम्भावना एकदमै धेरै हाई छ। यहाँनिर हेर्छौँ भने अल टाइम हाईलाई ब्रेकआउट गराएको छ, अल टाइम हाईलाई ब्रेकआउट गरेर चेन्ज अफ क्यारेक्टर भइकन यहाँनिर हाइगर लोको सिरिज चाहिँ फर्मेसन हुँदै माथि गइरहेको छ है। अब यस्तो हेर्छौँ भने चाहिँ 598 भन्दा माथि नै सस्टेन भएर माथि जाने छाटकाट चाहिँ अहिलेको लागि एकदमै धेरै हाई छ। जुन हिसाबले एउटै रिजनमा चाहिँ कन्सोलिडेट भएको छ, यसले चाहिँ तलतिर भन्दा नि माथितिरै ब्रेकआउट गरेर माथि जाने चान्सहरू एकदमै धेरै हाई छ। तपाईँहरूले चाहिँ अलिकति मिड टर्मलाई सोचेर एसएसपिसीमा लगानी गर्न सक्नुहुन्छ है। अनि अर्को भनेको चाहिँ एउटा इम्पोर्टेन्ट कुरा के छ भन्दाखेरि एसएसपिसीको लगानी चाहिँ यता श्वेतगङ्गा, साइनमा मिडल ताम्बर र माथि मैलुङ खोलामा छ। यहाँनिर हेर्नुहुन्छ भने अब श्वेतगङ्गामा अलमोस्ट 45 करोड लगानी गरेको छ, साइनमा मिडल ताम्बरमा 53 करोड, मनी यतापट्टि माथिल्लो मैलुङ खोला 23 करोडको चाहिँ लगानी छ। अब यहाँ हेर्नुहुन्छ भने साइनमा मिडल ताम्बरको त अलिकति लकिङ पिरियड खोल्ने बेला भएको छैन, श्वेतगङ्गा र एमएमकेजिएलको चाहिँ लकिङ पिरियड पनि खुल्ने बेला भएको छ। यदि अब एसएसपिसी मलाई जहाँसम्म लाग्छ मैले बुझेअनुसार चाहिँ यिनीहरूले बेच्दैन, तर इनकेस यिनीहरूले आफ्नो लिस्टेड भएको सेयरलाई नि बेच्यो भने त यसमा आउने प्रफिट भनेको एकदमै धेरै युज हुन्छ है। अब अहिलेकै रेन्जमा 500 एभरेजमा बेच्यो भने पनि त्यो प्रफिट भनेको एकदमै धेरै युज हुन्छ, तर यिनीहरूले बेच्छ जस्तो चाहिँ लाग्दैन। जे होस् तपाईँको के भन्दा तिनीहरू पनि अपरेसनमै छ, त्यहाँबाट आएको प्रफिट भनेको बिस्तारै एसएसपिसीमै देखिने हो। र अहिले नै अब यति स्ट्रङ छ भने, रिजर्भ यति राम्रो छ भने अब भोलि पर्सि त त्यहाँबाट आएको पैसाले नै यसलाई झन् ब्याकिङ गर्छ। सो यसको प्राइस चाहिँ तपाईँको त्यही कारणले गर्दाखेरि बढ्न सक्ने प्रोबेबिलिटी चाहिँ एकदमै धेरै हाई छ। अब प्रोबेबिलिटी भन्दा नि बढ्छ नि होइन। यहाँनिर हेर्छौँ भने अब 45सँग पनि यहाँनिर अलमोस्ट 44 लाख किता छ। अब यो भनेको अलिअलि घटबड भइ नै हाल्छ होइन। यसको मेन प्लेयर भनेको 45 हो। अब यसमा चाहिँ 17 लाख किता भनेको चाहिँ अलिकति ठुलै मान्छेको हो भनेर बुझौँ होइन। मैले यहाँ एक्ज्याक्टली नाम चाहिँ भनिदिइहालिनँ। सो तपाईँहरूले अहिलेको लागि अलिकति मिड टर्म राखेर सेफ खेल्ने हो भने एसएसपिसी हेर्न सक्नुहुन्छ है। 850सम्मको टार्गेट लिएर मजाले इन्भेस्ट गरेर बस्न सक्नुहुन्छ है त।